हेलो गाइस, म चाहिँ आज भतिजाहरूसँग जान लाग्छु पाइलबाट हिँडे है त गाइस। आउँछु डन प्रमिस। गाइस म चाहिँ निस्केँ अब राइटतिर। केटाहरूले मलाई त्यहाँ कुदिरहेको छ होला, केटाहरूले मलाई कुदेको त्यहाँ मार्न लागिसक्यो मलाई केटाहरूले। केटाहरूले सास नलाग्यो सास। यहाँ बसेर होला नि। बुद्धको कहाँ छ घोडा भटभटे टाढो छ। ओ गाइस के हो, मासु पाक्दैछ के छ दाइ? हजुर के सर हो ढिलो अनि एक बजे भाडा मात्र छ। हेलो गाइस, मैले चाहिँ यहाँ केटाहरूलाई भेटेर अब हामी निस्किन लागेको छौँ। यहाँ क्यारम बोर्ड खेल्दैछ केटाहरूले। अब हामी निस्क्यौँ। यही ठाउँबाट हानेर त्यो 10 मिनट मान्छे रहन्छ। यस केटाहरू पढ्नु चाहिँ फर्स्ट नभए पनि क्यारम खेल्नु चाहिँ फर्स्टै छ। यताको च्याम्पियन चाहिँ यता हो है, फेरि क्यारम बोर्ड च्याम्पियन चाहिँ। चार है ल जाउँ केटा, जाउँ आऊ। ए आफै ढिलो हुन्छ भन्छ आफै फेरि केटाहरू। को बस्ने मेरो रोनी छ। ल अब हामी निस्किन लाग्यो। ए हाई हेलो भनिदेऊ न एकचोटि। ल अब हामी चारजना निस्किँदैछौँ। गाइस हामी चाहिँ जाँदैछौँ हो। अब हामी चाहिँ तिमी भएर तल राजगाडी निस्केर राजगाडीको भाटभेटिनीबाट लेफ्ट टर्न लिएर हामी आउँदैछौँ र यो सल्लाहगाडी चोक गाइस। हेलो गाइस, हामी चाहिँ अब माथि जानको लागि पसलमा सामानहरू किन्दैछौँ। अनि उहाँले भनेको चाहिँ सायरी लेख्ने मान्छे उहाँ हो, पालाम खेल्ने मान्छे उहाँ हो।
अनि हजुरको स्टेज नाम के अरे के अरे टाइगर अनि हामी यहाँ दिदीको पसलमा यो पसलमा सामानहरू किन्दैछौँ गाइस तपाईँहरू पनि घुम्न आउनुहुँदैछ भने यही पसलमा आइदिनु होला किन्नु होला दिदीको पसलमा केटाहरू यहाँ लाउडै भिड्ने केटाहरू रहेछ हजुरको स्टेज नाम के अरे एके बाग हजुरको नाम चाहिँ बोइड भोइड अब हामी जाने चाहिँ यता रानीकोट पार्टी भन्ज्याङ छ गाइज अनि हामी जाने भिलेज हाइल्यान्ड रिसोर्टमा गाइज हामी जानेछौँ गाइज त्यहाँ पर छ पाइलट बाबा देखाइदिनुहोस् क्यामराम्यान गए गाइस अहिले गभर्मेन्टको क्यामराम्यान हो है उहाँ चाहिँ एकदम कति महिना स्यालेरी कति छ तपाईँको भनिदिनुहोस् त एकदम खुलाइदिनुहोस् $50,000 $50,000 ओन्ली $50,000 अस्ति भर्खर ताप्लेजुङबाट आएको गाइड फेरि मलाई त्यस्तै उहाँहरूले झस्कायो गाइड पुरानो दिनहरूले आजभन्दा एक हप्ता अगाडिको मात्रै दिनले यस्तो छ रोड यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुन्छ हामी मेरो क्यामराम्यानले देख्नुहुन्छ क्यामराम्यान जर्मनीदेखि हिजो भर्खर उहाँलाई टिकट कटाएर आज बिहान कति बजी ल्यान्ड गर्नुभयो सर नेपालमा 8 बजे वा तपाईँको त नेपाली पनि कस्तो राम्रो रहेछ है सिक्नुभयो किनकि मेरो बाउ नेपाली आमा चाहिँ जर्मन हो खै एक दुईवटा जर्मन भाषा नि बोलिदिनु त सर आएको हेन्सी हो कि के बोलिदिनु क्या है बिचमा हाल्नुहोस् न तपाईँले जर्मन भनेर फोरेन ल्याङ्ग्वेज यो चाहिँ यस्तो लभली देख्छ क्या अब हामी डाँडामा गएर रोडी साइड देखाइदेऊ त साथी हाम्रो भ्लगको एकदम उहाँ चाहिँ म्यान अफ द म्याच हो उहाँ भएर नि मेरो भ्लगमा भ्यू चाहिँ आउँदैन लगायत हामी अब हाम्रो गन्तव्य पनि आइपुगिसकेको छ क्यामराम्यान प्लिज सो आवर डेस्टिनेसन द्याट्स आवर डेस्टिनेसन यता यो रेस्टुरेन्टमा बस्ने हो भ्यू चाहिँ यत्तिको दामी देखिन्छ है Guys. डाँडा and we'll do campfire or something like that, you know, इङ्ग्लिस हल्का मैले किनेको छु कि हिजो हल्का हैप्पी संक्रांति उससे सुपारी निकाल के बात कर रहे बाबा के फेरि भन्ने एकचोटि फेरि आउँछ है अर्को आयो ल एकचोटि सुनिदिउँ न साथी फेरि एकचोटि भन्दा एकचोटि भन्ने हैप्पी मगर संक्रांति संक्रांति लगाइस हामी चाहिँ हामीले भनेको डाँडामा आइपुगिसक्यौँ अब हामी चाहिँ यहाँनिर डाँडा फाट्दैछौँ होइन डाँडा त के भन्नु यहाँको झारीहरू अलिक सुकिसकेछ हामी यहाँ 3 महिना अगाडि आएको थियौँ यस्तो भइरहेको रहेछ यस्तो छ तपाईँहरूले देख्न सक्नुहुन्छ भरे रातिको यहाँको भ्यू एकदम खतरा आउँछ लाइटहरू बलेर यतातिर है पछाडि सबै लाइट बलेर केटाहरूले अब यहाँ यस्तो गरेर हामीले अनि यस्तो दाउराहरू छ हाम्रो यहाँ हामीसँग यसले गीत गरेको छ चक्कुले त अनि यहाँ इँटाहरू छन् अब इँटाको चुलो बनाउँछ अनि यहाँ माथि छ चुचे ढुङ्गा भन्ने त्यो हल्का देखि फेरि लट्स अफ लभ देऊ त लट्स अफ लभ फ्रम मी यस्तो दे न अझ यहाँ आगो बल्दैछ गाइसहरू हाम्रो चेपेर राख्नु भएको छ भित्र कसैलाई दिनुहुन्न ल के गरेछ प्लिज हेर के भन्नु तिमीलाई अब जस्तै मलाई उड्नु मन छ भन्नु चाहिँ म भन्छु त्यसपछि भयो तिमी एक्सप्लेन देऊ नि त हावा जस्तै मलाई उड्न मन छ अल्झाइ नराख भनेको म लाइफमा मुभ अन हुँदैछु होइन हुँदै गरेको क्रममा तिमी बिचमा आएर प्याट प्याट मेसेज नगर कल नगर समझ रहे हो र यो म मुभ अन हुँदैछु हुँदैछु
किनकि मैले तिमीलाई बिर्सिदिएँ मुटु नदुखाइराख भन्ने सम्झिनु के छ नि त होइन किनकि मैले तिमीलाई होइन बिर्सिँदैछु होइन बिर्सि पनि सकेँ होइन बिर्सिसकेपछि यो मुटु दुखाउने काम चाहिँ नगर ल गाइस फाइनली चाहिँ हामी यो डाँडामा आयौँ आज माघे सङ्क्रान्तिमा अनि अब हामी घर जाँदैछौँ यहाँबाट फर्किँदैछौँ यहाँ हुनुहुन्छ एके अनि बोइड ल गाइस अब हामी चाहिँ यहाँबाट निस्किनु लागौँ अब एकैचोटि हामी वहाँ पानी ट्याङ्की पुगेपछि चाहिँ हामी भेटौँला है गाइस किनकि यहाँको बाटो एकदम अप्ठ्यारो छ अनि त्यही भएर अब बिस्तारै जानुपर्छ राति लाइट पनि छैन त्यही भएर ल गाइस टेन